सो वेलकम ब्याक माई न्यू मिनी भ्लग। अनि आज चाहिँ हामी भक्तपुर राधे राधे आएका छौँ पिल्लर बान्नलाई। सुरु घरबाट हिँड्दाखेरि चाहिँ मैले भिडियो बनाउन पाइएन किनभने जाडो थियो। जाडोमा भिडियो बनाउन एकदमै गाह्रो भएर अहिले आएर चाहिँ यसो बसेको बेला चिया खाने बेला यसो भिडियो बनाइदिउँ न त भनेर बनाइएको। अहिले चाहिँ 3टा बानिसक्यो हामीले। अब बाँकी अझै 9वटा छ हैन। यहाँ चाहिँ अब दाइहरू बसिरहेको छ सोल्टीहरू। 12वटामा अझै सकिने सबै सकिने प्लान, तर भरेसम्म कति सक्छ म भरे पुरै भिडियो देखाउने छु भिडियोमा हैन। यहाँबाट चाहिँ दामी हिमालको भ्यू पनि देखिन्छ है। मेरो क्यामेरा क्वालिटी अलिक छैन, त्यही पनि आँखाले चाहिँ दामी देखिरहेको छ। मैले यसो देखाइदिएको मात्र। सो साँझ परिसक्यो। आजको मौसम चाहिँ दामी खुलेको छ हैन। आकाशमा यस्तो दामी बादल देखिरहेको थियो। त्यही भएर मैले चाहिँ भ्याइ नभ्याइ भए पनि एक सर्ट लिइदिउँ न त बादलको पनि भनेर हैन, के नै जान्छ र भनेर लिइदिएको। त्यसपछि मैले वरिपरिको भ्यू पनि सारो एकचोटि देखाइदिउँ जस्तो लागेर देखाइदिएँ हैन। क्यामेरा क्वालिटी खतम भएर चाहिँ हैन, जस्तो छ त्यस्तै आफू खुसी हुनुपर्छ हैन, त्यो पनि देखाइदिउँ भनेर भ्लगमा हालिदिनु लागेको। यहाँ हाम्रो ठेकदार साहब अनि सोल्टी चाहिँ यहाँ पिलर बान्दै हुनुहुन्छ हैन। त्यसपछि हाम्रो सोल्टीले चाहिँ दामी तरिकाले बान्दैछ, त्यही भएर देखाइदिनु लागेको। यसो देखाइदिउँ न त भनेर हैन। खतरा बान्ने हुनुहुन्छ उहाँहरू दुईजना हैन। हामी 3जनाको काम गर्ने, एकजना ठेकदार हुनुहुन्छ हैन। त्यसपछि चाहिँ हामीले यसरी देखाइदिउँ भनेर देखाइदिएको। खुलेको आकाशमा दामी जुन पनि देखिरहेको थियो, चन्द्रमा हैन। तिम्रो अनुहार भन्दा पनि नराम्रो भन्न चाहिँ मिल्दैन है त्यसपछि मैले जुन देखाएपछि टक्क त्यहीँबाट सट्ट पिलरको भाग पनि देखाइदिएँ हैन। हाम्रो काम चाहिँ कस्तो लाग्छ हजुरहरूले कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सपोर्ट गरिदिनु होला हैन। सो रात पनि परिसक्यो। आज चाहिँ हामीले 7वटा मात्रै बान्न भ्यायौँ किनभने अलि हामी ढिलै आएको थियो बिहान पनि, त्यही भएर आज 7वटा बान्यौँ। भोलि 4वटा बाँकी छ। भोलि बिहान आएर चाहिँ यो सघाउनु पर्ने हुन्छ किनभने हामीलाई माथिबाट साउ ठेकदारले चाहिँ दबाब दिएको छ छिटो सक्नु पर्यो भनेर हैन। त्यही भएर चाहिँ हामीले यो काम भोलि नै सक्नुपर्ने हुन्छ। अनि बेलुकाखेरिको घामको झुल्कोले भेटेको हिमालको चुचुराहरू चाहिँ यस्तो बवाल देखेको थियो नि, जुनिया म वर्णन गर्न सक्दिनँ हैन। दामी देखेको थियो। मोबाइलमा चाहिँ आँखाले देखेको जस्तो आउँदैन नि त, त्यही भएर मलाई चाहिँ दामी लागेको थियो। त्यस पछाडि चाहिँ हामी साँझ परिसकेपछि छुट्टी गरेर घरतिर फर्क्यौँ। घर फर्किने बेलामा चाहिँ म जहिले भिडियो बनाउन पाउँदिनँ है, किनभने मेरो दुइटै हातमा सामानहरू हुन्छ काम गर्नु।